ए हेलो दाजु नमस्ते। नमस्ते हजुर। ए हजुर सुन्नुहोस् न तपाईँको शुभ नाम के हो? एसबी गुरुङ। एसपी गुरुङ है, हजुर हजुर। अनि सुन्नुहोस् न तपाईँले यो जुन यो क्योर सेल छ है, यो हाम्रो न्यू यङ कम्पनीको है, यो तपाईँले खाएको कति दिन भयो तपाईँको? करिब 1 महिना जति भयो। 1 महिना भयो है। अन्त सुन्नुहोस् न, यो तपाईँले खानुभन्दा पहिला चाहिँ तपाईँको शरीरमा चाहिँ के चाहिँ प्रब्लम थियो तपाईँले यसो बताइदिनुहोस् न। यो दबाई खानुभन्दा पहिला मलाई सबभन्दा पहिला यो घाँटीको बिमार थियो, सास बन्द हुने। सास बन्द हुन्थ्यो? सास बन्द हुने, अनि निन्द्रा नलाग्ने, उठेर बस्नुपर्ने। त फेरि कमसेकम आधी घन्टा 1 घन्टाको बादमा फेरि खोल्थ्यो। हजुर। त फेरि निन्द्रा आउँथ्यो र म फेरि सुत्थ्यो। हजुर हजुर। अनि त्यसको बादमा सबभन्दा मलाई दुख्थ्यो सर, पुरा शरीर दुख्यो है? शरीर पुरा दुख्थ्यो, अनि खाने मन नलाग्ने, अनि एकदम गाना काटेको जस्तै हुन्थ्यो हात खुट्टा। एकदमै पेन हुन्थ्यो तपाईँको है? यसमा मेरो एकदमै बाँच्ने उपाय थिएन जस्तो लाग्थ्यो मलाई। हजुर हजुर हजुर। तर त्यो दबाई खाएको बादमा मलाई एकदमै आजभन्दा भोलिभन्दा पर्सि कमसेकम महिना दिनको भित्रमा मलाई खानु पनि रुच्ने, ताकत पनि आउने, म वाकिङ पनि जानु सक्छु जस्तो लाग्ने। तर मलाई डाक्टर अहिले चाहिँ धेरै राम्रो भयो यो खाएर? 1 महिनाभित्रमा नि? 1 महिनाभित्रमा राम्रो भयो। तर त्योभन्दा पहिला म कुनै हस्पिटलमा गयो, मिलिट्री हस्पिटलमा। पुरा मिलिट्री हस्पिटल पनि देखाउनु भयो? डल्लै। तपाईँ आर्मीको हुनुहुन्छ है? आर्मीको। हजुर हजुर, रिटायरमेन्ट। हजुर हजुर। तर मैले कति दबाई खाएँ, मलाई कोही राम्रो भएन, भएको थिएन है? हजुर हजुर हजुर। राम्रो थिएन। र यो कम्पनीको दबाई खाँदाखेरिमा चाहिँ मलाई धेरै राम्रो भयो। एकदमै भनेपछि यो कस्तो छ भनिदिनुहोस्, एकदमै राम्रो छ? एकदमै मलाई खानु पनि रुच्छ, ताकत पनि आउँछ। अहिले बडीमा त्यो पेनहरू केही छैन है? त्यो दुख्ने केही सुक्ने? छैन मलाई। अनि मलाई सबभन्दा ठुलो त ग्यासको थियो। ग्यास्ट्रिकको प्रब्लम थियो तपाईँलाई? ग्यास थियो। हजुर हजुर। ग्यासको दबाई पनि खाएँ, तर मलाई जाती हुँदै गयो। तर मिलिट्री हस्पिटलको दबाईले मलाई कोही फाइदा गरेन। अहिले क्योर सेलले चाहिँ तपाईँलाई राम्रो गर्यो है ग्यासको? त्यो ग्यासको चाहिँ एकदमै राम्रो, चट्टै भयो। हजुर हजुर हजुर। सधैँभरि राम्रो भयो।